हेलो हेलो गाइजहरु म मार्केटतिर छिर्न लागिरहेको छु। सो मार्केटतिर अब छिर्ने मार्केट हो हाम्रो। यस्तै छ गाइजहरु, के गर्नु, सबै फ्रुट एन्ड सबै यस्ताहरू फ्रुटहरू मात्र पाउँछ। यहाँ ठुलो मार्केट हो त। म पनि सानो यहाँ सपिङको लागि छिरेको। सबभन्दा पहिला फर्स्टमा चाहिँ म चिल्ली लिन्छु है। चिल्ली यस्तै छ गाइजहरु, के गर्नु, सपिङ नगरे पनि हुँदैन। अलवेज सब फ्रुटहरू छन्। यता छ गाजर, खेजुर। म चाहिँ खोर्सानी छान्नु लाग्यो है त। खोर्सानी फेरि सबै कचक्रा मात्रै रहेछ है। राम्रो खोर्सानी दिएर जाउँ भनेको राम्रो खोर्सानी नपाउने रहेछ। त्यही भएर गाह्रो छ। खोर्सानी छैन, सबै मिसिएको रातो मात्र खोजिन्छ भने पाकेको भनेर त्यो पाकेको गुल्सेर पाकेको भनेको भनिँदो रहेछ हामीले। खासमा त्यो राम्रो होइन रहेछ। यो बिग चिल्ली यो पनि गुड साइन है। यो पनि राम्रो होइन, यो पनि राम्रो खोर्सानी हेर्नुहुन्छ है। पाकेको हेरिन्छ। अलिक कस्तो खालको मिठो हुने, कस्तो खालको दामी हुने हो थाहै छैन। अनि यो एउटा के भन्दाखेरि सपिङ गर्दाखेरि अलिक राम्रोसँग हेर्नुपर्ने छ। किनभने यो हप्ता अगाडि कोपी राखेको रहेछ। किनभने मुनि हेऱ्यो भने सबै गुम्सेर सबै रातो भइसक्यो हुन्छ। झन्डा नि फर्किन्छ त। अब यो ठुलो छ भनेर लिनु हुँदैन रहेछ होइन। अनि आफूले चाहिँ कस्तो लाग्छ भने टाइट चाहिँ हेर्नुपर्छ। टाइट भएको चाहिँ हुन्छ। नेपालीले चाहिँ के सोच्छौँ भन्दाखेरि यो अलिक रातो भएको चाहिँ मात्रै हेर्छौँ होइन। अलिक टाइट भएको चाहिँ अलिक पिरो मैले बोके अनुसार चाहिँ रातो त हुन्छ, तर मुनि हालेकोले त्यसले बिपाकिरहेको हुन्छ। किनभने तातो थर्ड क्लास रहेछ त्यो। हस् गाइस यति नै हो मेरो सपिङ आज। किन भन्दाखेरि मैले अहिले किन भन्दाखेरि अहिले सेकेन्ड टाइममा मैले फेरि अरू भिडियो पनि देखाउँछु। म अहिले भर्खर खोर्सानीबाट सुरुवात हुँदैछ मेरो। सोल्टे 1.3x तर अब यहाँ हेर्दै जाँदाखेरि के पाउँछ है। आउनुहोस् तपाईहरु पनि यहाँ लिनुहोस् हैन। सबै उपलब्ध रहेछ। मात्र के छैन भन्दाखेरि
सेभेन चाहिँ छैन है यहाँउति। पेप्सी, कोट्रेक एनिथिङ छ है। अब यहाँ भनेको तपाईँको पप त छैन। बफेलो रहेछ, बफेलोको छ। अनि फिस पनि देखेन मैले। ससेस रहेछ एउटा होइन। सेकेन्ड थिङ एउटा मैले के भन्दाखेरि ग्रिन चना देखेको छु। कोडिकिस माछा रहेछ है। यो माछा रहेछ गाइजहरू। अनि बाँकी यहाँ सबै ग्रिन मात्र रहेछ होइन, चनाहरू मात्र रहेछ। सेकेन्ड प्रोसेसमा म जान्छु है त। अब यसमा नि त्यही ग्रिन मात्र छ। झिङ्गा माछा रहेछ। बापरे कति महँगो झिङ्गा माछा। अनि बफेलो रहेछ एउटा, ससेस। अनि आन्द्राभुँडी रहेछ। आन्द्राभुँडी चाहिँ ओपनिङ गरिरहेको छ। यसको चाहिँ के रहेछ? यस्तै छ गाइजहरू, के गर्नु अब। यस्तै भइरहेको छ होइन। साथीहरू यस्तै छ। अब परदेशको बसाइमा आफ्नै अब काउन्टरतिर जान्छु। चिकन लिएको छु मैले एउटा। चिकन अनि यो मटन लिएको छु। के बनाने हो? नेक्स्ट ईयर मिलेगा ना, जब नहीं बिकते। म चाहिँ काउन्टरमा छु है। काउन्टरमा बसिरहेको छु अहिले। मच वेटिङ। कसोटी थैंक यू। थैंक यू सर, थैंक यू। यस्तै समय नेक्स्ट ट्रेन नेस्टोबाट मैले सामान लिएँ। ट्रेन नेस्टोबाट सामान लिएर म फर्किसकेँ। सबै एनिथिङ उयो गएर अन्त पिपल लुक्छु छु नि। अब चाहिँ म बाहिर आएँ है, बाहिर निस्किरहेको छु।
गाइजहरूले किन मुख चाहिँ छोपिरहेछ भन्नुहुन्छ होला, तर म मुख छोपेको किन भन्दाखेरि अहिले यहाँको भनेको रमदान छ। रमदानले रोजा छन् उनीहरू, मुख खलाउनु हुँदैन कि, किनभने बलगम चपाउँदै हिँडिन्छ, कहिले बलगम खाइन्छ, कहिले चाहिँ अब के एनिवे त्यो खाने कुरोमा उयो गर्नु हुँदैन है। अहिले चाहिँ म ठ्याक्कै उसमा पुगिरहेको छु, रुमको छेउछाउ पुगिरहेको छु। म धेरै टाढो त छैन खासै, तर भिजिट गर्दै हिँड्दाखेरि अलिकति समस्या हुने रहेछ कि। ए यस्तोमा हिँडिरहेको छु म। यस्तै छ साथीहरू, के गर्नु, गाह्रो छ हौ, गाह्रो छ जिन्दगीमा, गाह्रो छ। गाह्रो भन्दा पनि म त के सोच्छु भन्दाखेरि आफ्नो जीवनमा आइपऱ्यो भने त्यो तर्नै पर्छ। हार गुहारको लागि त त्यस्तै हो, जीवनमा जस्तो आउँछ त्यस्तै तर्ने हो। मेरो विचारमा चाहिँ यो हुन्छ है। अब अहिले चाहिँ म चाहिँ ठ्याक्कै अब रुमको अपोजिटमा आइपुगिसकेको छु। अब यस्तै गर्दै अब साथीभाइहरूसँग धेरै मनोरञ्जन पनि भयो भन्दा पनि मेरो लागि चाहिँ मनोरञ्जन भयो। भोलिको दिनमा, आगामी दिनमा तपाईँहरूले मेरो भिडियो हेरेर मलाई सपोर्ट पक्कै गर्नुहुन्छ कि जस्तो लागिरहेछ। तर सपोर्ट पाइन्छ होला जस्तो लाग्छ। आशा नै ठुलो हो, मान्छेको आशा ठुलो हो, किनभने आशा गर्नु भरोसा गर्नु ठुलो हो कि। त्यसैमा म आशा गर्छु, भरोसा गर्छु पक्कै पनि। मेरो साथीभाइले, सम्पूर्ण साथीभाइ दिदी मित्र सबैले मलाई पक्कै पनि गर्नुहुन्छ भने पूर्ण आशा छ मेरो। अनि तपाईँहरूको के चलिरहेछ त अहिले सुनाउनुहोस्। सम्पूर्ण साथीहरूले सुनाउनुहोस्, त्यसरी भिडियो सेयर गर्नु होला। आएर खाउँला भन्दाखेरि झरेर खाउँला भन्दाखेरि झर्दैन पनि, खानु पनि पाइँदैन। त्यस्तै मात्र हुने हो कि के हो। म आज चाहिँ अलि फुर्सद पाएर त्यही भएर यसो भिडियोलाई सुट गर्दै हिँडेको। भोलिको दिनमा यो भिडियोहरू पनि हुन त मैले अब बाहिर त जानु भ्याएको छैन, कुनै दिनमा म लिएर आउला है। यो अहिले भनेको यस्तै छ, हाम्रो माहौलै यस्तै छ क्या अहिले। 2 कुना पारी 4 कुना पारी बस्ने अब मात्र हुन्छन्, के गर्ने त हो सिसहरू। म यसरी साँझ भएपछि म नहिँड्नुमा चाहिँ अझ अलिकति सपिङ गर्दाखेरि मात्रै हिँडेको हो। त्यही भएर सपिङ गर्नु निस्किँदाखेरि चाहिँ आज म भिडियो बनाउँदै हिँडेको है। साथीहरू कुनैले पनि डाउट नगरिदिनु होला प्लिज। अनि त्यस्तै छ, के गर्नु। परदेशको बसेमा पनि धेरै गाह्रो हुँदो रहेछ।
हुनु त म मात्र परदेशी होइन, सबैजना हामी परदेशमै हुन्छौँ। कुनै परदेशीमा होला, कुनै परदेशीमा हुन्छ। तर परदेशको भोग मैले 99बाट भोगेको छु कि 99देखि परदेशको भोगै मैले भोगेको छु। त्यही भएर कहिले सम्झिन्छु मिठो पनि लाग्छ, कहिले सम्झिन्छु एकदमै तितो पनि लाग्छ क्या मलाई। त्यस्तै छ, के गर्नु। यहाँ चाहिँ हाम्रो मिस्टर सरहरू हुनुहुन्छ है। के को भिडियो त्यस्तो? लाइभ हो? लाइभ होइन, भिडियो यार, भिडियो बनायो यार। लाइभ हो र? हाम्रो सरहरू हुनुहुन्छ यहाँ चाहिँ। यो हाम्रो लाइभ हो र? गेस्टहरू। ओके, भिडियो बनायो यार। अनि यस्तै चाहिँ हाम्रो सरहरूले लाइभ र भिडियो अब छुटाउन नसक्ने भएको छ। अब म पनि भिडियोले अन्त्य लिएँ है त। थ्याङ्क यू भेरी मच, वेलकम टु, नमस्कार। मैले यो भिडियोले एडिट गरेँ है त गाइजहरू, म एडिटिङ गरेँ है। सलाम, जय नेपाल।